सेवा सबैमा आज पनि म तपाईहरुलाई दोस्रो भिडियो देखाउन जाँदैछु जुन चाहिँ छ सिन्चेल मन्दिर भित्रको दृश्य। यति बेला त्यस्तो भिड थिएन, मान्छेहरु कम्ती नै आउनु भएको थियो किनभने हामी निकै बिहान पुगेको थियौं। पूजा आफ्नो आफ्नो तरिकाले गर्दै कोही फर्केन हुँदै थियो त कोही आउनु हुँदै थियो। यो मैले भिडियो पूजाहरु सबै खतम गरिसकेर मात्र गरेको हो किनभने पूजा गर्दा एकदम ध्यान लगाएर गरे भने मनलाई पनि आनन्द मिल्छ। मैले सक्दो मान्छेहरुलाई ब्लर गर्नु चाहेको थिए किनभने प्राइभेसी पनि इम्पोर्टेन्ट हुँदछ। यसरी मजाले होमको लागि सजाउनु भएको थियो। मैले तपाईहरुलाई सबै त राम्रोसँग देखाउन सकिन होला, भए पनि सक्दो कोसिस गरेको छु। त्यो दिन पानी पर्दै थियो, त्यसकारण यहाँ बाहिरपट्टिको गेट बन्द गर्नुभएको थियो किनभने गेट खुला हुँदा दियोहरु निभ्ने डर हुन्थ्यो। मैले यो भिडियोको ओरिजिनल साउन्ड नै राखिदिएको छु ताकि तपाईहरुलाई पनि अन्दाजा होस् भनेर त्यो दिनको मौसमको। हेर्नुस् न, अलिक खाली नै छ मन्दिर किनभने छिटो गयो भने चाहिँ यसरी खाली नै हुँदछ। अलिक ढिलो गएको भए अलिक भिड नै हुने थियो। हेर्न सक्नुहुन्छ, यति बेला मैले एकदम अनौठो दृश्य पनि क्यामेरामा क्याप्चर गर्नु पाएको छु। त्यो थियो यो, हेर्नुस् न, लथर्के। त्यस्तो डराएको थिएन, मान्छेहरुसँग बानी भएर होला मजाले चारो खाँदै थियो। चारो त के भन्नु र, भक्तहरुले नै चढाइदिएको प्रसादहरु कति मजाले खाँदै थियो। मैले सोचे प्रकृतिसँग घुल मिलिएको चीजलाई किन डिस्टर्ब गर्नु भनेर कन्टिन्यू गरिन। तपाईहरुलाई दिन पनि देखाउन जाँदैछु, यस्तो थियो। धेरै त के नै भन्नु र, तपाईहरु नवरथाको दिन जान सक्नु भएन भने पनि कुनै अरु दिन जान सक्नुहुन्छ मन्दिर दर्शन गर्न। कति जना आउनु पाउनु भएन होला, बिजी हुनु भयो होला, समय निकाल्नु पाउनु भएन होला। त्यसैकारण तपाईले यस भिडियोबाट पनि हेर्न सक्नुहुन्छ कतिको राम्रो थियो त मन्दिर, कति आनन्द फिल हुन्थ्यो। यो भिडियो मार्फत तपाईहरुलाई पनि दर्शन गर्ने मौका मिलोस् भनेर मैले सक्दो कोसिस गरिदिएको छु। हामी यति बेला सबै पूजाहरु गरिसकेर फर्कँदै थियौं। देख्न सक्नुहुन्छ कसै आउनु हुँदै थियो त कसै फर्किनु हुँदै थियो, हामी जसरी नै। पानी लगातारै परि नै रहेको थियो, एकदमै चिसो थियो दिन पनि, त्यही पनि आउनु हुँदै थियो सबैजना दर्शनहरु गर्नु, पूजाहरु गर्नु, आफ्नो इच्छा आकांक्षाहरु पूरा गर्नु, भाकलहरु पूरा गर्नु। हेर्न सक्नुहुन्छ कसै आफ्नो परिवारसँग आउनु भएको थियो। यो दृश्य हेर्दा एकदमै आनन्द पनि महसुस हुँदै थियो। यता हेर्नुस् न, गणेशजीलाई पनि एकदमै राम्रो तरिकाले सजाइदिनु भएको थियो। हेर्नुस्, मैले तपाईहरुलाई अगाडिको भाग पनि देखाइदिएको छु। कति मजाले, कति सुन्दरता साथ सजाइदिनु भएको थियो। यति राम्रो तरिकाले सजाउन कति मेहनत लाग्यो होला। हेर्नुस् न, सबै जग्गा मजाले सजाइदिनु भएको छ फुलले। रोडपट्टि पनि मजाले सजाएर फुलको माला उनेर गाँसिदिनु भएको छ। मैले सक्दो प्रयास गरेको छु तपाईहरुलाई यताको हरेक साइडको दृश्य देखाउनको निम्ति।
हामी सबै ठाउँ दर्शन गरिसकेपछि हामी भण्डारातर्फ लाग्यौं। भण्डारा चाहिँ यता तल लागेको थियो। हामी सबैजना यो हरियो टिनतर्फ लाग्यौं। एकदमै व्यवस्थित तरिकाले सबै मिलाएर राख्नु भएको थियो ताकि आउनेलाई कुनै बस्नुको असुविधा नहोस् भनेर। यहाँनिर सबैजना मिलेर काम गर्नु भइरहेको थियो। तपाईहरुले पनि हेर्न सक्नुहुन्छ। चिया पानी सबै यहाँनिर राखिदिनु भएको थियो। हामी पनि यसरी खानातर्फ लाग्यौं। अन्तमा हामी यसरी ट्रेनमा बसेको गाडीमा चढेर घरतर्फ लाग्यौं। तपाईहरुलाई थोरै त्यो दिनको झलक देखाइदिउँ भनेर अझै रेकर्ड कन्टिन्यू गरिदिए मैले। तपाईहरुलाई मेरो भिडियो मन परेमा लाइक गरिदिनुस् होला अनि मबाट कुनै गल्ती भए माफी गरिदिनुस् होला। आउने दिनमा यस्तै भिडियो चाहनुहुन्छ भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। अनि लास्ट बट नट द लिस्ट कन्टिन्यू भिडियो हाल्ने प्रयास गर्नेछु। अनि एकदमै धन्यवाद हजुरहरुलाई मेरो भिडियो हेरिदिनु भएकोमा।